हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु अहिलेसम्म चाहिँ। तर अघि चाहिँ झन्डैले बिरामी भएको किन भन्नुहुन्छ भने यहाँ देख्न सक्नुहुन्छ यस्तो ठुलो चिज थियो नि होइन। अब चिज के भन्नुहुन्छ होला है, सर्प क्या। अनि हाम्रोतिर चाहिँ यसलाई चाहिँ गुर्बे भन्छौँ है, गुर्बे हो। यसले टोकेको भए चाहिँ कसम भनेको सर्लक्कै सिद्धिने क्या। फेरि यो सर्पको विष चाहिँ होइन मान्छेको शरीरभित्र पस्यो भने चाहिँ डेन्जर खालको मरिनु रहेछ नि त। किनभने यो सर्पले टोकेको विषको औषधि चाहिँ हतत पाइँदैन अरे नि त। त्यही भएर चाहिँ अहिले काम गर्दाखेरि सबैजना सचेत हुनु होला। काम गर्न जाँदा होस् या अब यताउता जाँदा होस्, हात खुट्टाको सेफ्टीको लागि है सेफ्टी बुट अनि पन्जा लाउन नभुल्नु होला भन्न चाहन्छु। र भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरेर टाढा टाढासम्म पनि पुर्याइदिनु होला भन्न चाहन्छु। And thank you for watching.